बलियो मन्त्रालय चाहिँ गठन गर्नुपर्छ, बनाउनुपर्छ भन्ने कुराहरू चाहिँ म सबैलाई चाहिँ राख्न चाहन्छु। विज्ञान प्रविधि भनेको के हो, अनुसन्धान नवप्रवर्तन कसरी हुन्छ भन्ने तपाईहरुलाई थाहा छैन भने म चाहिँ यो संसदमा चाहिँ 1 घण्टाको भाषण दिन सक्छु। त्यसैले यो कुराहरूमा पनि ख्याल राख्नु होला भन्ने मेरो अनुरोध छ। ल धन्यवाद। अरु कुराहरू विस्तारै गर्दै जाउँला। माननीय सदस्य जगदीश खरेल, ललितपुर, समय 5 मिनट। सम्माननीय सभामुख महोदय, म यो सदनमा पहिलो पटक सम्बोधन गरिराख्दाखेरि म यो सदनबाट बानेश्वरमा रहेको त्यो संसद